यी बिचरा दिदीभाइलाई झन्नै कुटेका। फुलको यस्तो हाहाकार हुँदाखेरि के भनेर मार्केटिङ गरिछिन् यो दिदीले भने 60 रुपियाँमा म फुल दिन्छु आउनुस् लिन भनेर बोलाइछिन्। अब भएभरको काठमाडौँका बासीहरू जम्मा भए। कसैले पेट्रोलमा 1000 रुपियाँ खर्च गरे, कसैले 500 रुपियाँ खर्च गरे। यत्रो खर्च गरेर 60 रुपियाँको फुल लिन आएका छन्। आइसकेपछि 60 रुपियाँमा अब फुल दिनु भन्दाखेरि फुल 60 रुपियाँ होइन, फुल त 600 रुपियाँ हो भनेर जवाफ दिन्छन्। त्यो ठाउँमा यति बवन्डर मचिएछ कि झन्नै यो दिदीभाइले कुटाइ नै खाएका। तपाईहरु पनि हेर्न सक्नुहुन्छ भिडियो।